धेरै बिजु भनेपछि हर्क साम्पाङले त्यो भिडियो सेयर गर्नुभयो, जिते पनि नजिते पनि म चाहिँ पुल बनाउनु पर्छ दार्चुलामा भनेर उहाँले भन्नुभयो नि हैन। त्यो भनिरहँदाखेरि तपाईहरुलाई विश्वास लाग्थ्यो यसरी हर्क साम्पाङको टिम मान्छे आउँछन् यहाँ यति साह्रो रिसर्च गर्छन्, अध्ययन गर्छन् पुल बनाउनका लागि भनेर लागेको थियो विश्वास तपाईलाई? त्यो हर्क सरले त्यो भनिसकेपछि चाहिँ हैन एक मनमा उत्सुकता बढिरहेको थियो के पक्कै पनि आउँछन् होला उनीहरू, किनभने चाहिँ हर्क सरले भनेपछि गर्छ हैन। एउटा उदाहरण धरानबाट भएको छ हो कि नै, त्यो उदाहरण धरानमा देखिएको छ। जनसमाधानबाट नै धरान कति विकास भइरहेछ, देश त्यसरी नै विकास हुने, गाउँ गाउँ विकास हुँदा हुँदै देश विकास भएको पत्तै लाग्दैन। त्यही भएर उनले भनिसकेपछि अब चाहिँ किन केही हुन्छ है, हाम्रो ठाउँमा पनि पुल बन्छ है, दार्चुला नचिनेको अब दुम्लिङ पनि चिन्छ विश्वले भन्ने जस्तो लागिरहेको थियो। नभन्दै अब भइहाल्छ अब पुल अब यो भन्दा भन्दै पुल बन्ने, पुल बनेको, पुलमा पुलको बाटो भएर हिँडेको दिन अब